बेबी चिजले चाहिँ उपचार गरिन्छ। अनि त्यतिखेर ठ्याक्कै यहाँले चाहिँ एउटा होल जस्तो पाल जस्तो बनाउने हो, त्यसरी चाहिँ पाल गरिन्छ होइन। अनि त्यसरी चाहिँ प्रत्येकमा चाहिँ रेडी बनाएर राखिन्छ। अनि एकचोटि रेडी भइसकेपछि यो हामीले चाहिँ यो पनि बेबी स्टी नै हो होइन। एकचोटि यो पानी पहिला पानीले अलिअलि यसलाई चाहिँ अब के हुन्छ भने अलिअलि मोइस्ट गर्ने क्या, किन यो बिरुवाहरू त एकदम हाई ह्युमिडिटीमा हुर्केका हुन् नि त। अब एकैचोटि यता ल्यायो भने चाहिँ छिटो यो ड्राई हुने हुन्छ क्या, त्यही भएर अब यो जुन छ यसलाई पनि अलिअलि ड्राई गराउँछ क्या। यिनीहरूलाई चाहिँ ड्राई गराउने, वेट गराउने सरी। चाहिँ एकचोटि उ गर्ने अनि एकचोटि अब यसले चाहिँ एकचोटि उयो मजासँगले चाहिँ भिज्ने गरी चाहिँ यिनीहरूलाई यसरी स्प्रे गर्ने। एकचोटि यो जब चाहिँ सबैमा स्प्रे भइसक्यो भन्ने जब हुन्छ नि तब चाहिँ अब हामीले बिरुवा 1 मिनट भयो होइन, त्यो बिरुवालाई चाहिँ तान्ने। अनि यो त्यो जरा चाहिँ सबै मुनि भाग हुने है। अनि यसको मुनिको पार्ट जुन छ नि पोर्सन, यसको यहाँनिर देखिन्छ, यसको चाहिँ 1/3 जुन भाग छ नि हो त्यो चाहिँ जमिनदेखि मुनि हुनुपर्छ भन्ने हो क्या। 1/3 भाग चाहिँ जमिनदेखि मुनि होस्, त्यहाँदेखि माथि मात्र 2/3 चाहिँ माथि होस् भन्ने हुन्छ क्या। यसरी चाहिँ प्रत्येक पटमा चाहिँ रोप्ने काम गर्छौँ। यसरी नै हामी सबैमा चाहिँ अब सबैजनाले चाहिँ एउटा बिरुवा रोपौँ ल। यहाँ एउटा बिरुवा रोपौँ, एकजनाले चाहिँ ट्याक्कै निकाल्ने।